पुरै फुकिदिनुको लागि हार्दिक अनुरोध गर्दछु र हामीहरू यसरी गोलो गरेर हामी बस्नेछौँ, उभिनेछौँ अनि बेलुन उडाउनेछौँ र म 1 2 3 भन्नेछु र हालेलुया भन्नेछु र त्यसपछि हामी सामूहिक रूपमा बेलुन उडाउनलाई हामी तयार छौँ। परमेश्वरलाई महिमा भएको सब हामी बेलुन उडाउन गइरहेका छौँ। पुरै हामी फुक्नेछौँ र परमेश्वरको महिमा 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 गर्नेछौँ। हालेलुया हालेलुया हालेलुया। परमेश्वरको महिमा होस्, परमेश्वरको स्तुति होस्। पौडी उठ्नु भएको येशूको जय। पौडी उठ्नु भएको प्रभु येशू ख्रीष्ट, पौडी उठ्नु भएको प्रभु येशू ख्रीष्ट। हामी बेलुन उडाउनेछौँ। 1 2 3 हालेलुया हालेलुया। पौडी उठ्नु भएको प्रभु येशू ख्रीष्ट। अनि जोडले भनौँ, पौडी उठ्नु भएको प्रभु येशू ख्रीष्ट जय। हालेलुया हालेलुया। यहाँ स्टेजमा एकजना बाबु हामीले फेला पारेका छौँ। एमजन भन्ने बाबु हामीले भेटेका छौँ। कृपया गरी आमा अथवा बुवा यहाँ स्टेजमा लिएर आइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। अर्को एकजना नानीलाई पनि हामीले फेला पारेका छौँ। मार्था लामालाई पनि हामीले यहाँनिर स्टेजमा फेला पारेका छौँ। कृपया गरी यहाँ लिन आइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। मार्था लामा आशिष चर्चको हुनुहुन्छ, कृपया गरी लिन आउनुहोला। एकजना राई नानी, राई थर भएकी नानी आफ्नै विश्वासी, आफ्नै चर्चको विश्वासीकोसँग छ भन्ने कुरा आएको छ। कृपया गरी सम्पर्क गर्नुहोला। अब फेरि केही महत्त्वपूर्ण सूचना यहाँहरू समक्ष राख्न चाहन्छु। कृपया गरी ध्यान दिनुहोला। हामीसित यहाँ पानी प्रशस्त मात्रा, खानेपानी पिउने पानी प्रशस्त मात्रामा छ। विभिन्न कर्नरहरूमा यहाँहरूले पानी देख्न सक्नुहुन्छ। यहाँहरूले बोतल लिनु भएको छ भने भर्न सक्नुहुन्छ। हामीसँग पानी प्रशस्तै छ।